र यो महादेव मन्दिरको ठाउँ के लहरोडीको अब त्यो नबनिसकेपछि अर्को वार्डले पनि गर्ला भनेर मैले अर्को वार्डमा केन्द्रित भएँ। त्यहाँ हामीले सन्ध्या आरती भनेर एउटा प्रत्येक पूर्णेको दिनमा इभिनिङमा सन्ध्या आरतीको कुरा गर्ने र 2 करोडको बजेट त्यहाँदेखि हामीले संस्कृति मन्त्रालयको तर्फबाट गरेर विकास गर्छौँ र अहिले त्यहाँनिर खुसियाली छ कि कमसेकम यो मन्दिरको केही भइरहेछ भन्ने छ। त्यसमा म पूर्ण रूपमा त्यहाँ केन्द्रित छु। केही कुरो त्यहाँका कुराहरू एउटा मूलतः एउटा तटबन्ध गर्न जरुरी छ, जुन चाहिँ वार्ड नम्बर 1 को लाई उडनतलाको एरिया छ नि, त्यहाँ जहिले पनि पानी परेपछि आउँछ भन्ने कुरो मनमा त्यहाँ पुग्दाखेरि गर्न नसक्दाखेरि मन खिन्न हुन्छ मेरो, यो हो मैले यति गर्न सकेन छु भनेर उनीहरूले भन्छन्। त्यो बजेट त्यो चाहिँ ल्याप्स गराउनुभन्दा तपाईँले यहाँ गरिदियो भए हुन्थ्यो भन्ने कुरो त्यो फ्याक्ट नहुने रहेछ, अलिकति समय लाग्ने रहेछ। मैले आश्वस्त गराएको छु त्यो कुरो बजेटमा राख्यो, योजना ब्याङ्कमा परेको छ, प्राथमिकतामा त्यो मन्त्रालय अन्तर्गतको बजेट कम हुने परेन। त्यसकारण मेरो ध्यान दक्षिणतिर गएन भन्ने कुरा होइन, पूर्ण रूपमा म छु र स्थानीय निकायसँग समन्वय गरेर त्यहाँको आवश्यकताहरूको लागि पनि मैले पहल गरेँ। स्थानीय प्रदेशका सांसदहरूसँग पनि सँगै रहेर बजेटहरूको बारेमा छलफल गरेर त्यो गराउने कोसिस चाहिँ गरेको छु मैले। यो जस्तो अहिले जनताको अपेक्षा घर दैलोमा त घर दैलोकै कुरो हुँदो रहेछ। मेरो अगाडिको सडक, मेरो अगाडिको नाली सामान्य कुरा हुँदो रहेछ। आएन भने मेरो काम केटाकेटीले काम पाएनन् आदि आदि कुराहरू हुँदो रहेछ। तर त्योभन्दा पनि त्यसको जिम्मेवारी अलिकति बढी छ जस्तो लाग्छ मलाई। त्यो सामान्य र इन्डिभिजुअलको गर्नुभन्दा र समूहगत जिम्मेवारी समूहगतको कुरामा केही गरिदिनु पर्ने भन्ने कुराहरू लाग्छ महत्त्वपूर्ण कुरा, किनकि यी सबै कुराले हाम्रो अलिकति एकताबद्ध जनाउँछ, सामाजिक सहिष्णुता हुन्छ भन्ने किसिमले जुन समूहहरू बनेका छन् त्यो नराम्रो कुरो होइन भन्ने मलाई लागेको छ। त्यसकारण त्यो समस्याहरूको लागि रोजगारका कुराहरू उठाउँछन्। सबभन्दा कुरो किसानले त खेतको मलकै कुरो निकाल्छन्, तर अहिले त्यसको स्तर वृद्धि भएको छ। त्यो कुरो पनि हामीले विगतमा किन नवलपरासीमा काठको कमी भनेर गर्दाखेरि त्यो पत्ता लगाउनलाई हामीले केही समय लाग्यो। कृषि ज्ञान केन्द्रसँग सल्लाह गरेर हाम्रो यहाँको जिल्लाको समन्वय प्रमुख लगायत सबैसँग बसेर जुन हामीले पत्ता लगायौँ कि कति पर्सेन्टेजको मल कहाँ जानुपर्ने, नवलपरासीमा किन पर्सेन्टेज बढाएर त्यो पर्सेन्टेज बढाउने बित्तिकै अलिकति सुगमता भएको सबै कृषकहरूले महसुस गरिसकेका छन्। एउटा चाहिँ तत्काल पाइएन भन्ने गुनासो रहन्छ। कहिलेकाहीँ स्थानीय तहमा पनि पूर्ण धार्मिक स्वतन्त्रता, वैदिक सनातन हिन्दू धर्म सापेक्ष हिन्दू राष्ट्र, अभिभाकीय भूमिकाको संवैधानिक राष्ट्र संस्था, गैर दलीय स्थानीय तह, नागरिकको सम्मानजनक जीवन र औद्योगिक विकासको लागि सुरक्षित र तथा भयमुक्त वातावरण सिर्जना गर्ने, स्थानीय उत्पादनको प्रवर्धन र नवलपरासीमै रोजगारको सुनिश्चितता गर्ने, कृषि पेसा र किसानका लागि सम्मानजनक कार्यक्रम ल्याउने, युवाको लागि स्वरोजगार तथा उद्यमशीलताको विकास कार्यक्रम अघि बढाउने, धार्मिक सचेतनता अभिवृद्धि गर्दै संस्कृति सम्पदाको संरक्षण गर्ने, सुशासन र भ्रष्टाचार मुक्त प्रणाली प्रति दृढ प्रतिबद्धता जनाउने, आन्तरिक तथा धार्मिक पर्यटन प्रवर्धन विशेष जोड दिने, कुस्ती र कबड्डी खेलको प्रवर्धनका लागि राष्ट्रिय स्तरको पूर्वाधार निर्माण गर्ने, ताइक्वान्डो, कराते र क्रिकेटको भौतिक पूर्वाधार विकासमा सहयोग गर्ने, नवलपरासीलाई आइटी तथा प्राविधिक शिक्षाको हबको रूपमा विकास गर्न पहल गर्ने, दक्ष तथा अदक्ष प्राविधिक जनशक्ति उत्पादन गर्न, स्थानीय रोजगार सृजना गर्ने, महिला बालबालिका तेस्रो लिङ्गी समुदायका लागि विशेष कार्यक्रमहरू ल्याउने, निर्माणाधीन
खेल संरचनाहरू पुरा गर्ने। सुनवल चिनी कारखाना क्षेत्रमा स्तरीय सुविधा सम्पन्न मानव अङ्ग प्रत्यारोपण अस्पताल स्थापना गर्न आवश्यक पहल गर्ने, साथै ज्येष्ठ नागरिक लक्षित आवासीय परियोजना अघि बढाउने कारणले यो कुरो चाहिँ मैले महसुस गरेको छु र यसलाई निराकरण गर्नको लागि त अझ पनि यो चाहिँ जो निर्वाचित भइसकेका व्यक्तिहरू हुन् त्यो चाहिँ सबैका प्रतिनिधि हुन् भन्ने खालको कुरो बुझ्छ भन्ने अझ पनि मानसिकता वृद्धि गर्नुपर्ने जरुरी छ। यो अलिकति